एङ्ग्लो नेपाल वार सन् 1814 त्यो बेला आधुनिक हतियार र सिपाहीको संख्या अंग्रेजहरूमा धेरै बलियो थियो। हाम्रो नेपाली वीर गोर्खाहरूले अचम्मको हिम्मत देखाउनु भयो। नालापानीको युद्ध 1814 मा बलभद्र कुँवरले मात्र 600 जना बालबालिका र महिलाहरूलाई लिएर ब्रिटिस आर्मीसँग लडेको थियो। पश्चिम मोर्चा नेतृत्व अमर सिंह थापा गोर्खा सेनाहरूको नेतृत्व गरे र सतलुजदेखि गण्डासम्म ब्रिटिस आर्मीसँग लडे। यो थलको युद्धमा लगभग 71 वर्षको उमेरमा भक्ति थापाले अंग्रेजको आधुनिक हतियारको अगाडि आफ्नो मात्र खुकुरी र तलवार लिएर सेनाको नेतृत्व गर्नुभयो। यस्तो वीरहरूको बलिदानबाट हामी नेपाली अहिले आजादी र गर्वको साथ दुनियाँमा भन्छौँ कि हामी कहिले गुलाम भएको थियौँ। तर अहिले विडम्बना के छ भने अहिलेको मानिसहरू दुईवटा इंग्लिशको वर्ड सिकेर आफ्नो इतिहास र पूर्वजमाथि नै प्रश्न उठाउन थाल्छ। एउटा कुरा सधैँ याद राख, जुन रुखले आफ्नो जडलाई छोड्छ नि त्यसको अस्तित्व धेरै छिटो नष्ट भइहाल्छ।